म चाहिँ कमलपोखरी गएँ अनि त्यसपछि एक्लै हिँडिरहेको थिएँ, फोटोहरू खिचेँ, भिडियोहरू खिचेँ। अनि त्यसपछि एक राउन्ड घुमिसकेपछि अनि एकछिन बसेँ अनि त्यसपछि त्यहाँ एउटा आमालाई भेटेँ के। आमा चाहिँ फेरि उता इन्डियाबाट आउनुभएको रहेछ। अनि त्यो आमाले चाहिँ के अरे यस्तै कुरा गर्दै जान्नुभयो अनि त्यसपछि सोध्नुभयो नेपाल गरिब हो भन्नुभयो। होइन नेपाल गरिब छैन, हाम्रो देशमा त मागेर खानु पर्दैन, हामी काम गरेर खान्छौँ, खान पुगेको छ। अहिले हाम्रो देशको स्थिति पनि राम्रो भएको छ, पोलिटिकल्ली सबै कुरा राम्रो हुँदै गएको छ भनेर भने। अनि त्यसरी कुरा गर्दा गर्दै आधी घन्टाभन्दा पनि बढी भइसकेछ। अनि त्यसपछि धेरै कुराहरू गर्नुभयो, नेपाल त एकदम राम्रो रहेछ, सफा रहेछ भन्नुभयो, राम्रो राम्रो कुरा नि गर्नुभयो। अनि उहाँले आफ्नो बारेमा भन्नुभयो, उहाँ चाहिँ टिचर हुनुहुन्थ्यो अरे अनि उहाँको छोरी पनि टिचर हो अरे। अनि यस्तै कुरा गर्नु, तिमी चाहिँ के गर्छौ भन्नुभयो। म पार्ट टाइम जबहरू गर्छु भनेर भने। अनि त्यसपछि उहाँले आफ्नो देशको बारेमा भन्नुभयो, हाम्रो देशमा त धेरै फोहोर छ, सफा छैन, धेरै गर्मी छ, त्यस्तो त्यस्तो कुरा गर्नुभयो। अनि मलाई खुसी लाग्यो त्यस्तो कुराहरू सुनेर। अनि त्यसपछि आमालाई बाई बाई भनेर म आएँ। अनि बाटोमा आउँदाखेरि चाहिँ मलाई धेरै डर लागेको थियो क्या। कोही पनि थिएन, सुनसान थियो, एक दुईजना मान्छे हिँडिरहेको थियो। अनि त्यसपछि मलाई त डर लाग्यो, म चाहिँ यत्तिकै अब के गर्ने भयो। अनि त्यसपछि बरु भिडियो खिच्दै हिँड्छु, अब डर त लाग्दैन होला भनेर भिडियो खिचेँ। अनि वरिपरि मान्छेहरू अलिअलि त थियो, गाडीहरू हिँडिरहेको थियो, तर पनि सुनसान जस्तो देखिरहेको थियो क्या बाटोमा चाहिँ। मलाई चाहिँ क्या लाज लागिरहेको थियो क्या बाटोमा भिडियो खिच्न। त्यसपछि मैले आफूलाई त्यो लाज सरम हटाउनको लागि आफूले एक्लै बोल्दै हिँडेँ अनि भिडियो खिचेँ। अनि त्यसपछि मान्छेलाई पनि हेरेन दायाँ बायाँ, तर मान्छे त कोही छँदै थिएन त्यो एरियामा, एक दुईजना थियो, तर बेला बेलामा डर पनि लागिरहेको थियो क्या। अनि त्यसपछि म पनि फटाफट हिँडेँ दायाँ बायाँ नहेरिकन। अनि भिडियो खिचेपछि त मान्छेले पनि अब त्यो आफ्नो भित्रबाट डर लाग्दो रहेछ नि त। अनि त्यही साल भिडियो खिच्दै हिँडिरहेको थिएँ कि म।